वेलकम छ मेरो न्यू ब्लगमा। मेरो नाम हो कृष्ण सापकोटा। आज म रोमानियाबाट नेपाल जाँदैछु अनि बुकारेस्टमा तपाईको एयरपोर्टमा चाहिँ चेकिङ कराई छ। त्यहाँ पनि एकजना दाइको पनि चेकिङ अलिक कडा रहेछ। उहाँले चाहिँ अलिकति सुर्ती जन्ने पदार्थ लिएर आउनु भएको रहेछ। उहाँको चाहिँ ल्याबमा गएर एकछिन चेकिङ मजाले गरेर अलिकति उहाँलाई पनि कठिनाइ भयो के हो कि कसो हुने भयो भनेर। अनि पछि चाहिँ राम्रोसँग चेक गरेर चाहिँ उहाँको चाहिँ छोडिदिनु भयो। अनि यहाँ पनि तपाईँको टुर्किसमा पनि जोस् एयरपोर्ट चाहिँ एकदम ठुलो रहेछ, राम्रो रहेछ। हेर्दै जाउँ अगाडि अगाडि के छ चेकिङहरू यहाँ कस्तो छ। तर रोमानिया चाहिँ लास्टै कडाइ छ पछिल्लो सालभन्दा पनि। तपाईँहरू पनि ध्यान पुऱ्याएर आउनु होला। लिक्विडका सामानहरू तपाईँको सेन्टका सामानहरू चाहिँ सकेसम्म ह्यान्डब्यागमा नहाल्नु होला, लगेजमै हालेर अरू पदार्थहरू पनि लगेजमै हालेर चाहिँ ल्याउनु होला। आग्रह गर्दछु म।